22 अर्ब लोनमा बनेको पोखरा इन्टरनेसनल एयरपोर्टमा करिब 14 अर्बभन्दा बढीको भ्रष्टाचार भएको संसदीय उपसमितिले निष्कर्ष निकालेको छ। उपसमितिले 11वटा शीर्षकमा घोटाला भएको भन्दै निष्कर्ष निकालेको छ। आजको भिडियोमा यसैबारे कुरा गर्नेछौँ। भिडियो अन्तिमसम्म हेरिदिनुहोला। राजेन्द्र लिङदेन संयोजकत्वमा बनेको समितिले तयार पारेको यो प्रतिवेदनले धेरैको हावा फुस्किने निश्चित छ। नेपाल उड्डयन प्राधिकरण र चिनिया ठेकेदार कम्पनी बीच भएको सम्झौता अनुसार एयरपोर्ट पूर्ण रूपमा सञ्चालनमा ल्याउन सबै सुविधा र पूर्वाधार निर्माण गर्ने दायित्व ठेकेदारको हुने भन्ने उल्लेख गरिएको थियो। यही सम्झौता अनुसार विमानस्थल अगाडि पर्ने छिने डाँडा काट्ने दायित्व चिनिया ठेकेदारको थियो। तर सम्झौता विपरीत नागरिक उड्डयन प्राधिकरणले 32 करोड 2 लाख रुपैयाँ छुट्टै कन्ट्र्याक्टरलाई पे गरेको छ। उपसमितिले यसलाई अनियमितता र घोटाला भनेको छ। सम्झौता अनुसार विमानस्थलभित्रका सबै फ्यासिलिटीहरू चिनिया ठेकेदार कम्पनीले नै पुरा गर्नुपर्ने भनिएको थियो। तर नागरिक उड्डयन प्राधिकरणले एचभिएसी सिस्टम इन्स्टलेसनका लागि $7,42,000 भुक्तानी गरेको छ। उपसमितिले यसलाई पनि घोटाला र भ्रष्टाचारको टिप्पणी गरेको छ। विमानस्थलका केही एरियामा माटोलाई पुरेर त्यसलाई थिच्नुपर्ने थियो। त्यसका लागि $1,35,000 भुक्तानी भएको थियो। तर उपसमितिले काम नै नभएको भन्दै अनियमितता भएको भनेको छ। उपसमितिका अनुसार करिब 2 अर्ब 20 करोड रुपैयाँ कर छुट भएको फेला पारेको छ। विभिन्न सरकारका मन्त्रीहरू र सचिवहरू समेत संलग्न भएको उपसमितिको निष्कर्ष छ। यस घोटालामा उपसमितिले निकालेको प्रतिवेदन अनुसार मुख्य नायिके नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई किटान गरेको छ। यी सबै कुराहरू संसदीय उपसमितिले निकालेको प्रतिवेदन हो। यस घोटालामा को मुछिने हुन्, कसले कति भ्रष्टाचार गरेको छन् भन्ने कुरा अख्तियार अनुसन्धान आयोगले अनुसन्धान गर्नेछ। उपसमितिले घोटालामा संलग्न सबैजनामाथि शीघ्र छानबिन र अनुसन्धान गर्न र कानुन बमोजिम कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिनुपर्ने राय समेत प्रस्तुत गरेको छ। आजको भिडियो यति नै। हजुरहरूलाई आजको भिडियो कस्तो लाग्यो मलाई प्रतिक्रिया दिनुहोला र च्यानललाई सब्स्क्राइब गरेर जानुहोला।